आज त कति गते हो? आज 2 गते। मेरो महिनावारी तलब त आउनु पर्ने हो। आएछ कि चाहिँ हेर्नु पर्यो। ल तलब 20,000, 18,000 कोठा भाडा, बाँकी जम्मा 2,000। ए भगवान्, 2,000ले चाहिँ अनि के गर्ने हो? अब 2 किलो मटन 600, 1 बोरा चामल 1000 रुपियाँ, 1600 हो। 200 रुपियाँको सागसब्जी हो। यसरी घर चल्दैन यार। यो 3 अङ्कको पैसाले घर चल्दो रहेछ, अनि यो 3टा पार्टीले देश चल्दो रहेछ बा। तर केही छैन। एउटा सानो आशा भनेको चाहिँ अब नेपाललाई सिङ्गापुर बनाउने भनेको छ होइन। अब सिङ्गापुर बनायो भने त के अरे भनेदेखि 20,000 को त 23 लाख हुन्छ। वाउ होइन। अनि त्यति मात्रै कहाँ हो र? के अरे के आउँछ अरे? पानी जहाज होइन, अर्को छ अरे ग्यास। ठिक छ। तर तिनीहरूको उखान कथा मैसँग छ मेरो व्यथा। होइन, यो नेता नेपालको नेता होइन। यो नेता भनेको त नेवारी भाषामा त खानालाई पो हो त। ए कारण त्यो पो रहेछ। अब नामै नेता, अब नेता माने खानालाई रहेछ नि त। अब नेवारीमा बेता भनेको दिनलाई, अर्थात् सेवा दिनलाई। अर्कै छ याता, याता भनेको चाहिँ गर्नलाई, काम गर्नलाई। यस्तो यस्तो नाम राखेको हुन्छ। अब नेता राखेको छ नामै खानालाई। यो नाम चाहिँ कसले राख्यो होला? अब 100मा लगभग अब 5 to 10% त राम्रै मान्छे छ, बाँकी सबै चाहिँ त्यही नै हो। तर यस्तो हुनुमा सायद हाम्रो महान ठुला पदमा कुर्सीमा हुनेहरूको उहाँहरूलाई त्यो टिएसएम भन्ने पास लाग्यो क्या हो? अब त लाग्नु त लाग्यो, लागेर कसलाई भन्छ र? अब पुकार्ने भनेको खै कसलाई भन्छ र? अब हे भगवान्, एकचोटि बरु भगवान्लाई पुकारौँ क्या हो? भगवान्ले सुन्ला कि त होइन? ओ नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। बालक आँखा खोला त। म तिम्रो भक्तिदेखि प्रसन्न भए, वरदान माग। भगवान् प्रकट हुनुभएको। तर के गर्नु, भगवान् अदृश्य हुनुहुन्छ, भेट्न मिल्दैन, बोल्ने मात्रै हो। धन्य त हो, धन्य त हो। हजुरलाई यो आराधना गर्नुको कारण चाहिँ हाम्रो देशका ठुला पदमा बस्ने जो हुनुहुन्छ नि, उहाँहरूको लागि प्रभु। उहाँहरूलाई चाहिँ ठुलो रोग लाग्यो प्रभु, टिएसएम भाइरस भन्ने प्रभु। यो टिएसएम भनेको नि 3वटा लक्षण लिएर बनेको। यो रोग लागेपछि मान्छेलाई चाहिँ प्रभु खालि सेटिङ, रेटिङ
इटिङ गर्न साह्रै मन लाग्छ प्रभु, साह्रै मन लाग्छ। त्यति मात्र हो प्रभु। यो रोग लागेपछि राति सुत्दा पनि हेलो हेलो ए गोपे 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 भन्छ प्रभु। त्यति मात्रै कहाँ हो र प्रभु? अब बोल्दा पनि पुरै गीत गाएर बोल्छ नि प्रभु। शान्त हे मोबाइलमा हेर म काला लाउला जहाँ भन तिमी त्यही मात्रै आउला भगवन्दा लौका गौला हो यो कुरा गोपी नै राखौँला हो यो कुरा गोपी नै राखौँला। यसरी प्रभु, यसरी गीत गाउँछ नि प्रभु। यस्तो खतरनाक भाइरसलाई चाहिँ दिमागबाट हटाउनु पर्यो प्रभु। हजुरले एउटा बाण छोड्नु पर्यो प्रभु। त्यो बाणले नि प्रभु ताकेर सट्ट हानेपछि सबै त्यस्ता दिमागलाई स्वाहा पारिदिनु पर्यो प्रभु। बालक, तिमीले अब यस विषयमा कुनै पनि चिन्ता लिइरहनु पर्दैन, किनभने नजिकै आउन लागेको चुनावमा पैसामा बिकेर होइन, विगतमा उनीहरूले गरेका पाठ सिकेर राम्रो मान्छेलाई भोट हाल्नु र जो हार्छन् ती हारेका व्यक्ति चिन्ताले नै पक्लक पक्लक मर्छन् बालक है। धन्य प्रभु।